होइन मदन क्या त्यो मदनलाई नि बोला न, यत्रो काम छ, दिनभरि सुतेर मात्रै हुन्छ। बिहान छिट्टो आइज न भनेको अहिलेसम्म आएको छैन, बोलाउनु पर्यो जस्तो छ। ए मदन, ए मदन, ए मदन, कति सुतिरहेको, छिट्टो आइज बारीमा। हजुर। हैन तँले सुतेर अझसम्म पुगेन, छिट्टो आइज बारीमा काम गर्न। होइन यो घरमा त सुन्ने वातावरण पनि छैन, यति काम त दिनमा पनि गर्दा हुन्थ्यो नि, खाली निन्द्रा डिस्टर्ब गरिराख्नुहुन्छ। होइन लन्ठु, यो भन्दा दिन कति कुर्नी हो र, 12 बजिसक्यो, यो तालले त कसरी गरे खान्तस्, खाएर गर्छु नि। हेर हेर बाउसँग मुख लागेको, मुख लाग्नु छोटा यहाँ आएर बारी खन ल। हे भन्दस् छिटो खन आइज, म खाना बनाउनु गएँ बुढा। ल ल ल जाऊ, तेरा आउँछ खन त्यहाँ।
नमस्कार। नमस्ते नमस्ते। कता जान लाउनु भएको? कता हुनु नि? त्यो छोरो नालायक जब्बरले खोज्न जान लाग्यो। दिनभरि आवारा भएर घुमेर घर पनि आउँदैन, खाना पनि खाँदैन, त्यसैले खोज्न जान लाग्यो। खै त्यहाँ मदने र चैतेहरूसँग हिँडेको देखा थिएँ। ए हो र? त्यो नालायकलाई मैले जानेकी छु। अरे अञ्जली, तँ त सहर गएको थिइस् त? कहिले सहरबाट? 2-3 दिन भयो आएको। तँ त सहर पढ्न गएको थिइस् त? यतै बस्ने गरी आइस् कि जाने गरी आइस्? अब यतै बस्ने विचारले आएको। यस्तो कुरा त यता बसेर कुरा गरौँ न त। तँ त सहर गएको त झन् लागि भइसस् त। छ्या नजिस्किन, म कहिले पनि नराम्रोतिर। यिनीहरूले त अस्ति पदेरमा खुब जिस्काउँदै थिए। ए यिनीहरू त हाम्रै गएको हुन्, एउटा मदन अर्को जब्बरी। ए मदन दाईको त अस्ति घरमा नि कुरा भइरहेको थियो। एकदम सहयोगी र मेहनती मान्छे हुन् कि। त्यो खत्तम त त्यो जब्बरी होला कि। म त यो मात्र एउटी मात्रै देखेको थिएँ। यहाँ त दिदी यति छन् त यामगी कत्ताउनु भएछ क्या हो म त। चुप्ला जब्बरे त गाउँका चेलीबेटीहरूलाई आफ्नै दिदी बहिनी सरह मान्नुपर्छ। या के कुरा गरेको? ठुलो या दिदी सानो या बहिनी भनेर। अनि रबर चाहिँ कसरी भन्नु? लप चाहिँ होइन कि, अहिले चाहिँ दिदी बहिनी भन्नुपर्छ। लप त बिस्तारै काट्दा नि हुन्छ। होइन के खुसु गरेको? यो मदन दाई पनि जब्बरेको सङ्गतमा बिग्रियो कि क्या हो? त्यही त, मदन दाई त ठिक छ जस्तो लाग्थ्यो। यो जब्बरेको सङ्गत लगाएर बिग्रिनु भयो क्या हो? त्यस्तो होइन, गाउँका चेलीबेटीहरूलाई पनि आफ्नै दिदी बहिनी सरह मान्नुपर्छ भनेर सम्झाएको नि। गाउँ जब्बरे बस्नु पर्यो एकछिन जिस्का। आइज। हेर जब्बरेल जिस्काको मरिजा। हेर्न है तुलसी, एउटै गाउँमा भएर पनि त्यो मदन दाईको सोच कति राम्रो। आफ्नो गाउँको चेलीबेटीलाई दिदी बहिनी झै छान्नुपर्छ भन्नुहुन्छ। त्यो जब्बरे चाहिँ त्यही त, के कुरा गर्नु यस्ताको। हिँड्छौँ। हेर यिनीहरू काम नपास त मोबाइलमा झुलेर बसेका। आमामामा ए रितिका, तेरो त परीक्षा आएको भने होइन? तेरो पनि यही पारा छ? होइन काकी, परीक्षामा सधैँ पढेको बिर्सिन्छ। तपाईँलाई थाहै छैन, चुप्पा लगाएर तपाईँ के कामले आउनु भएको त्यही काम गर्न जानु। खै आमा बुवा कता खान, एकछिन बसो भनेर आएको। भित्री हुनुहुन्छ, भित्रै जानु न। हामी लुडो खेल्नु चाहिँ जाई। मलाई त धेरै गाह्रो भइसक्यो बुढा। अब त छोराको बिहे नगरी हुँदैन है। छोराले बिहे गर्न मागे त हो नि, मागे त बिहे गर्ने हुँदैन नि। मदन के आमा के गर्दैछौ? ओहो काली दिदी, कति कामले आयो? अब बस यहीँ। बस्नु काली बस्नु। अनि के कामले हुनु नि? एक्लै भएँ, त्यही भएर एकछिन बसौँ कि भनेर आएको। अनि सुन न, के कुरा भन्नु?
उता मुखिया सन्तान फेरि गाउँ आएछन्, काम हुन्जेल सहर गएर बसे, अहिले टुक्टुक आएछ। बिचरा त्यो बिर्खेको हालत कस्तो छ? पहिला छोडेर गए, अहिले त आउन पर्दो रहेछ नि। होइन, के नै कुरा गर्न आयो भने ताइने तुईको कुरा गर्न आएछौ, अरूको किन चासो राख्ने के? त्यही पनि मुखियाका परिवार फर्किँदै नफर्किने गरेर सरपसेका हुन् र आफ्नो घरमा आउनलाई के को आपत्ति भयो र? के भयो त? मुखियाको परिवार आएको राम्रै भयो त। दुःख सुख पर्दा हात थाप्न जाने ती मुखिया बाकै घरमा आऊ के कसो त बुढा? हो नि बुढी, खै के नै गरेछन् र? मलाई त झन् गाउँ कब्जा गर्ने शोषक जस्तो लाग्छ। होइन या कुरो उठे, होइन तिम्रो घरमा काम छैन? यता कुरो उता, उता कुरो उता, तिमी के भयो कि? के गर्नु त? आफ्नो त बानी नै यस्तो छ, मनमा कुरा बस्दैन। भनाइको त जमाना कहाँ छ र भने? यस्तो बानीले तिमी कहिले चुर्लुम्म पर्छौ। विचार गर, अरूको घर बिगार्नु खोज्दा आफ्नै घर हिँड्ला। जाऊ घर। जाउला, म गएँ, बस्नु पनि छैन मलाई। हे यो काली के किन भनाइ भने त यही पो भन्न आएको रहेछ। यो काली कहिले सुध्रिन्छ यो? होइन, आज यो काली दिदी त नराम्रोसँग भेट्यो के हो? यति राति कता लाग्नुभयो काली आमा? कतैबाट होइन। आज यो काली आमालाई के भएछ कुन्नी? हुन त यिनी कहिले पो राम्रोसँग बोल्थिन्छ। जेसुकै होस्। रितिका, ए रितिका, कता थिए यो? ओहो रितिका, के गरेर? ए दाइहरू पनि हुनुहुँदो रहेछ। रितिका कहिले आइस् त? एकचोटि यहाँ बस। बस्न देऊ। अस्ति आएको। अनि त सन्चै छस्? अनि मदन दाई, चैते दाई सन्चै हुनुहुन्छ हजुरहरू पनि? ठिकै छ अञ्जली, त नि सन्चै छस् त? सन्चै छु। ए ल ल, म नि काका काकी भेटेर आउँछु। बरु कता हुनुहुन्छ काका काकी? त्यही भित्रै हुनुहुन्छ। यो बुढालाई चुरो नखाऊ भन्दा मान्दै नमान्ने। आफ्नो यहाँ बारीमा काम गरेर कस्तो थकाइ लागिरहेछ। थकाइ त लागिहाल्छ नि बुढी। अब दिनभरि बारीमा त्यत्रो काम गरियो, अब खन जो त्यत्रो गरियो, अनि के गर्नु? के को गन्धन चल्दैछ यहाँ? काका दर्शन। दर्शन नानी आऊ बस। कहिले आयो? अस्ति भर्खर आएको। अनि सन्चै हुनुहुन्छ हजुरहरू? एकदम सन्चै भाउ सन्चै। कति राम्री भएछ है नानी त। जमानी नि भइसक्यो नि। हो नि। अनि नानी बस्ने गरेर आयो कि फेरि सहर फर्किने गरेर आयो? अब गाउँतिरै बस्ने सोच छ काकी। ल त ल, हजुरहरूको हालखबर सोध्न आएको। म एकछिन रितिकासँगै बस्छु है। हुन्छ नानी। ल ल बाबुला। चुरो नखायो भने मान्दै नमान्ने बुढो पनि दिक्कै लाग्ने। के गर्नु बुढी भने अब यसो नखाउँ है त तल तल लाग्छ। के गर्नु तल? अब यही अब बुढेसकालमा लाग्यो हेर। अनि अब यो चुरोडको तल तल लागि गर्छ भने तिमीलाई लाग्दो रहेछ तल तल। अझ यो मात्र कहिलेकाहीँ त यसो दारू पनि तार्नु जस्तो लाग्छ मलाई त। अब त्यही बाँकी छ। त्यो त अहिले खाएको छैन बुढी। अब त्यो यसमा चाहिँ अब छोड्नै सक्दिनँ मैले। के गर्नु? अञ्जली, बाबामासँग कुरा गरेर आयौ त? गरेँ नि। अनि नानी बिर्खे कता छ त? दादा घरमै हुनुहुन्छ। कति चाँडो सुतिसक्यो क्या भने? कस्तो चाँडो फेरि? होइन बुढो, तपाईँ यति रातिसम्म कसको घर गएर आउनुभएको? कता हुनु नि? गाउँमा यता गफ गरे, उता गफ गरे, यता हिँड्नु, समय बितेको थाहै हुँदैन। बच्चाहरू त सब सुतिसकेछन् क्यारे होइन? अघि नै सुतिसके। हजुरले खानामा उतै खान्छु भन्नुभएको थियो, त्यही भएर हामीले त खाना बनाएर खाएर सुतिसकेको। अनि हजुरले के गर्नुभयो त? मैले पनि मदनको घरमा टन्नै खाएर आएको। बरु सुन न। भन्नुहोस् न के कुरा हो? हेर बुढी, छोरी पनि अब धेरै समय बस्ली जस्तै छैन। हुर्केको गरेको छोरी
मैले त बिर्खेलाई बिहे गरिदिउँ कि भन्ने सोचेँ। के छ त? खै मैले त के भन्नु हजुर, एकचोटि हजुरले नै छोरालाई सोध्नुहोस् के भन्छ। छोराले माने त गजब हुने थियो। अस्ति मैले छोरालाई सोधेको, अहिले यति चाँडै बिहे गर्ने कुरा गर्नुहुन्छ आमा भनेर भन्नु मलाई। अब हजुर आफै सोध्नुहोस्। अहिले त सुतिसक्यो होला, भोलि यसो उठेर मेसो मिलाएर सोध्नु पर्ला। आज म पल्लो गाउँ गएको थिएँ, रामेको छोरीलाई देखेको थिएँ, बत्तिसै गुण छ जस्तो लाग्यो मलाई चाहिँ। एकचोटि छोरालाई सोधेर हेरौँ। ल बुढी अब सुतौँ, धेरै रात भइसक्यो। अब 2-4 महिना के सहरतिर गइएको थियो, गाउँ पनि नयाँ नयाँ लाग्नु थाल्छ भने। ल ल हजुर अब सुतौँ। खै अलिक सजिलो सुत्नु न। के भयो?